विदेशमा बस्ने नेपालीहरूलाई उनीहरू रहेकै स्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै प्रवासी नेपाली मञ्च अमेरिकाले आज नेपाली दूतावास डीसी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी मञ्चका अध्यक्ष प्रभु थापाले दिनुभएको छ। कार्यवाहक राजदूत कुमार खरेलले सो ज्ञापन पत्र ग्रहण गर्दै नेपाल सरकार समक्ष पुर्याइदिने वचन दिनुभएको छ। नेपालको सर्वोच्च अदालतले 2074 चैतमै विदेशमा रहेका नेपाली नागरिकहरूलाई उनीहरूकै स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको भए पनि अदालतको सो फैसला अझै कार्यान्वयनमा नआएकोले दबाव दिइएको उहाँले बताउनुभयो। थापाका अनुसार विश्वभरिका सबै दूतावासहरू र परराष्ट्र मन्त्रालय मार्फत पनि प्रवासी मञ्चले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। एनआरएन आईसीसी र एनआरएन अमेरिकाले पनि यो विषयलाई पटक पटक उठाइरहेको छ र पटक पटक धेरै सरकारहरूले आश्वासन पनि दिँदै आएका हुन्। तर हेरौँ यसपटक के हुन्छ। यो आउँदो चुनावमा नेपालीले भोट हाल्न पाउँछन् पाउँदैनन्।